शिव महापुराण रुद्र संहिता सृष्टिखण्ड अध्याय 5। नारदद्वारा शिव तीर्थहरूको भ्रमण, शिवगणलाई श्रापोद्धारको कुरा बताउनु तथा ब्रह्मलोकमा गएर ब्रह्मासित शिव तत्त्वको विषयमा प्रश्न गर्नु। सुत भन्नुहुन्छ, हे महर्षिहरू, भगवान श्रीहरि अन्तर्ध्यान हुनुभएपछि मुनिश्रेष्ठ नारद शिवलिङ्गहरूको भक्तिपूर्वक दर्शन गर्दै पृथ्वीमा विचरण गर्न लागे। हे ब्राह्मणहरू हो, भूमण्डलमा घुमफिर गरी उनले भोग र मोक्षदायक यो शिवलिङ्गहरूको प्रेमपूर्वक दर्शन गरे। दिव्य दर्शन नारद भूतलमा तीर्थहरूको भ्रमण गरिरहेका छन् र यस समय उनको चित्त शुद्ध छ। यो जानेर ती दुवै शिवगण उनी कहाँ गए। ती दुवै शिवगण श्राप उद्धारको इच्छाले आदरपूर्वक शिर झुकाएर राम्ररी प्रणाम गरी मुनिका दुवै चरण समातेर आदरपूर्वक उहाँसित भन्न लागे। शिवगण भन्दछन्, हे ब्रह्मपुत्र देवर्षे, प्रेमपूर्वक हामी दुवैको कुरालाई सुन्नुहोस्। वास्तवमा हामी दुवै तपाईँको अपराध गर्ने हौँ, ब्राह्मण होइनौँ। हे मुनि, हे विप्र, तपाईँको अपराध गर्ने हामी दुवै शिवका गण हौँ। राजकुमारी श्रीमतीको स्वयंवरमा तपाईँको चित्त मायाले मोहित भइरहेको थियो। त्यस समय परमेश्वरको प्रेरणाले तपाईँले हामी दुवैलाई श्राप दिनुभयो। त्यहाँ कुसमय जानेर तपाईँले चुप लाग्नु नै आफ्नो जीवनको रक्षाको उपाय सम्झ्यौँ। यसमा कसैको दोष छैन, हामीलाई आफ्नै कर्मको फल प्राप्त भएको छ। प्रभु, अब तपाईँ प्रसन्न हुनुहोस् र हामी दुवैमाथि अनुग्रह गर्नुहोस्। सुत भन्नुहुन्छ, ती दुवै गणद्वारा भक्तिपूर्वक भनिएका वचनलाई सुनेर पश्चाताप गर्दै देवर्षि नारद प्रेमपूर्वक भन्न लाग्नुभयो। नारद भन्नुहुन्छ, तपाईँहरू दुवै महादेवका गण हुनुहुन्छ र सत्पुरुषहरूका लागि परम सम्माननीय हुनुहुन्छ। अत मेरो मोहरहित एवं सुखदायक यथार्थ वचन सुन्नुहोस्। पहिला निश्चय नै शिवेच्छावश मेरो बुद्धि भ्रष्ट भएको थियो र म सर्वथा मोहको वशीभूत भएको थिएँ। त्यसैले कुबुद्धि मैले तपाईँहरू दुवैलाई श्राप दिएँ। हे शिवगण हो, मैले जे जति भनेको छु त्यो त्यस्तै हुनेछ। फेरि पनि मेरो कुरा सुन्नुहोस्। म तपाईँहरूका लागि श्रापोद्धारको कुरा बताइरहेको छु। तपाईँहरू आज मेरो अपराधलाई क्षमा गरिदिनुहोस्। मुनिवर विश्रवाको गृहबाट जन्मग्रहण गरी तपाईँहरूले सम्पूर्ण दशाहरूमा प्रसिद्ध कुम्भकर्ण रावण राक्षसराजको शिर प्राप्त गर्नुहुने र राक्षसराजको शरीर प्राप्त गर्नुहुनेछ र बलवान वैभवले युक्त तथा परम प्रतापी हुनुहुनेछ। समस्त ब्रह्माण्डको राजा भएर शिवभक्त एवं जितेन्द्रिय हुनुहुनेछ र शिवकै दोस्रो स्वरूप श्री विष्णुको हातबाट मृत्युवरण गरी फेरि तपाईँहरू दुवै आफ्नो पदमा प्रतिष्ठित हुनुहुनेछ। सुत भन्नुहुन्छ, हे महर्षिहरू हो, महात्मा नारद मुनिको यो कुरा सुनेर ती दुवै शिवगण प्रसन्न भएर सानन्द आफ्नो स्थानमा फर्किए। नारद पनि अत्यन्त आनन्दित भए अनन्य भावले भगवान शिवको ध्यान तथा शिव तीर्थहरूको दर्शन गर्दै बारम्बार भूमण्डलमा विचलन गर्न लाग्नुभयो। अन्तमा उहाँ सबैका उप विराजमान काशीपुरमा जानुभयो, जुन शिवको प्रिय शिव स्वरूपिणी एवं शिवलाई सुखदायक छ। काशीपुरीको दर्शन गरी नारद कृतार्थ हुनुभयो। उहाँले भगवान काशीनाथको दर्शन गर्नुभयो र परम प्रीति एवं परमानन्दले युक्त भई उहाँको पूजा गर्नुभयो। काशीको सानन्द सेवन गरी ती मुनिश्रेष्ठ कृतार्थताको अनुभव गर्न लाग्नुभयो र प्रेमले विहल भई उहाँलाई नमन वर्णन तथा स्मरण गर्दै ब्रह्मलोक जानुभयो। निरन्तर शिवको स्मरण गर्नाले शुद्ध बुद्धि प्राप्त गर्नुभएका देवर्षि नारदले त्यहाँ पुगेर विशेष रूपले शिव तत्त्वको ज्ञान प्राप्त गर्ने इच्छाले ब्रह्मालाई भक्तिपूर्वक नमस्कार गर्नुभयो र नाना प्रकारका स्तोत्रद्वारा उहाँको स्तुति गरी उहाँसित शिव तत्त्वको विषयमा सोध्नुभयो। त्यस समय नारदको हृदय भगवान शङ्करप्रति भक्तिभावले परिपूर्ण थियो। नारद भन्नुहुन्छ, हे ब्रह्मा, परब्रह्म परमात्माको स्वरूपलाई जान्नुहुने हे पितामह, हे जगत प्रभु, हजुरको कृपा प्रसादले मैले भगवान विष्णुको उत्तम महात्म्यको पूर्णतया ज्ञान प्राप्त गरेको छु। भक्ति मार्ग, ज्ञान मार्ग, अत्यन्त दुस्तर तपो मार्ग, दान मार्ग तथा तीर्थ मार्गको पनि वर्णन सुनेको छु, तर शिव तत्त्वको ज्ञान मलाई अहिलेसम्म भएको छैन। म भगवान शङ्करको पूजा विधिलाई पनि जान्दिनँ। अतः हे प्रभु, हजुर क्रमशः यी विषयहरूलाई तथा भगवान शिवका विविध चरित्रहरू मलाई बताउने कृपा गर्नुहोस्। हे तात, शिव त निर्गुण भएर पनि सगुण हुनुहुन्छ, यो कसरी सम्भव छ? शिवको मायाले मोहित हुनाको कारण मैले शिवको तत्त्वलाई जान्न सकिरहेको छैन। सृष्टिको पूर्व भगवान शङ्कर कुन स्वरूपले अवस्थित रहनुहुन्छ र सृष्टिको मध्यमा कस्ता क्रीडा गर्दै स्थित रहनुहुन्छ? सृष्टिको अन्तमा ती देव महेश्वर कुन प्रकारले रहनुहुन्छ र संसारको कल्याण गर्नुहुने ती सदाशिव कुन प्रकार प्रसन्न रहनुहुन्छ? हे विधाता, उहाँ सन्तुष्ट भएर आफ्ना भक्तहरू र अन्य व्यक्तिहरूलाई कस्ता फल दिनुहुन्छ त्यो सब मलाई बताउनुहोस्। मैले सुनेको छु कि ती भगवान तत्काल प्रसन्न हुन्छन्। परम दयालु उहाँ भक्तको कष्टलाई हेर्न सक्नुहुन्न। ब्रह्मा, विष्णु र महेश
यी 3 देवता शिवकै अंश हुन्। महेश उनीहरूमध्येमा पूर्ण अंश हुन्। स्वयंमा माने ती परात्पर शिव हुन्। हजुर ती महेश्वर शिवको आविर्भाव एवं उहाँका चरित्र विशेष रूपले बताउनुहोस्। यस कथाका साथै उमा पार्वतीको आविर्भाव र उहाँको विवाहको पनि चर्चा गर्नुहोस्। उहाँको गृहस्थ आश्रम र त्यस आश्रममा गरिएका विशिष्ट लीलाहरूको वर्णन गर्नुहोस्। हे निष्पाप, यी सब कथाहरूका साथ अन्य जुन बताउन योग्य कुराहरू छन् तिनको पनि वर्णन गर्नुहोस्। हे प्रजानाथ, ती शिव र शिवाको आविर्भाव एवं विवाहको प्रसङ्ग विशेष रूपले भन्नुहोस् तथा कार्तिकेयको जन्म कथा पनि मलाई सुनाउनुहोस्। हे जगत प्रभु, पहिला धेरै व्यक्तिहरूबाट मैले यी कुराहरू सुनेको थिएँ तर पनि तृप्त हुन सकिनँ, त्यसैले हजुरको शरणमा आएको छु। हजुर म प्रति कृपा गर्नुहोस्। आफ्ना पुत्र नारदका यी कुरा सुनेर लोकपितामह ब्रह्मा त्यहाँ यस प्रकार भन्न लाग्नुभयो। यस प्रकार शिव महापुराण अन्तर्गत द्वितीय रुद्र संहिताको प्रथम खण्डमा सृष्टि उपाख्यानको नारद प्रश्न वर्णन नामक 5औं अध्याय पूर्ण भयो।